हाम्रो बहिनी एस्तर, बहिनी देवी र बहिनी सपनासँग 12 अप्रिलमा ओरादिया जाने मौका पायौँ। त्यसपछि फेरि आज धेरै दिनपछि फेरि भेटघाट गर्ने मौका पायौँ र बहिनीहरू चाहिँ फ्लोरेस्टी भन्ने राम्रो ठाउँमा बस्नुहुने रहेछ। जे होस् धेरै राम्रो लाग्यो र बहिनीहरूको मम्मा पनि मेरो गार्डनको साग बोकेर गिफ्ट पावर गए अब स्पेसल डिनर गर्नको लागि। हाम्रो सरलाईको भाइ पनि हुनुहुने रहेछ, उहाँले चाहिँ कटिङहरूदेखि गर्नुभयो भने एस्तर बहिनी। अनि त्यसपछि हाम्रो बहिनी सपनाले चाहिँ पकाउन सुरु गर्नुभयो। म फेरि ब्लगिङ गर्दै बस्दै जे होस्, किनभने म चाहिँ पाहुना भएर पाहुना खान भनेर गएको थिएँ खाएर फर्किने भनेर। तर बहिनीहरूले यस्तो मिठो पकाउनु भयो, यस्तो मिठो पकाउनु भयो कि हाम्रो देवी बहिनीले पनि अब ढेँडो बनाउने परिक्रियामा हुनुहुन्छ। जे होस् बहिनीहरू चाहिँ यस्तो मजाले बस्नुहुँदैछ मिलेर। अनि मलाई त फिलै भएन म त रोमानी आएको छु भनेर। मलाई त यस्तो फिल भयो कि म त कता होस्टेलमा बसे जस्तै फिल भयो। जे होस् बहिनीहरू चाहिँ यति बुझाकारी र यति म्याच्योर हुनुहुँदो रहेछ, धेरै खुसी लाग्यो। अनि फाइनली म पनि एक्साइटेड भएँ, साह्रै खुसी लाग्यो। यस्तो फिल भएन कि चाहिँ म चाहिँ विदेशमा आएको छु भनेर। तर जे होस् यस्तो आत्मीयता र आफ्नोपनको महसुस मलाई चाहिँ त्यहाँ बहिनीहरूसँग बसेर भयो। यस्तो फिल पनि भएन कि म सेकेन्डचोटि बहिनीहरूसँग भेटिराखेको छु भनेर। अनि मैले पनि यसो काम गरेर जस्तै गरेँ, पिठो हालेर। भिडियोमा त अहिलेको त आउनै पर्ने थियो। अनि त बहिनीहरू चाहिँ यस्तो मिठो खाना पकाउने। अनि जे होस् मलाई फेरि बोलाएको छन्। मैले पनि भने म फेरि अब मेरो बारीमा फेरि सागहरू केही भयो भने फेरि बोकेर आउँछु ल भने। अनि खुसी लाग्यो। म चाहिँ एकछिन मात्र बस्छु भनेको मान्छे चाहिँ म त पकाएर खाँदा रमाइलो गर्दा गर्दै यति ढिलो भयो कि बहिनीहरूसँग नै सुत्न पुगेँ त्यही। अनि त्यसपछि भोलिपल्ट बिहानै जुरुक्कै उठेर फेरि म पनि लागिहालेँ हो। जोस् धेरै रमाइलो भयो, फ्रेस भयो। अब भविष्यमा फेरि बहिनीहरूसँग फेरि यस्तै भेट हुन्छ भन्ने आशा गरिरहेको छु। अनि जे होस् हाम्रो डिनर पनि तयार भयो। यति मिठो अचार बनाएको थियो कि ओहो के भनौँ तर धेरै मजा आयो। अनि बिहान पखायो चाहिँ तपाईँहरूलाई यदि सपिङ गर्न छ भने यो भिभो भन्ने ठाउँ छ, एकदम राम्रो छ सपिङ गर्नको लागि। त्यहाँ तपाईँलाई H&M, जारा, म्याङ्गो, C&A, ली कुपर भन्ने खालका ब्रान्डहरूका कपडाहरू पनि तपाईँले पाउनुहुन्छ। साथै तपाईँले अझै यो हाम्रो कारफोर पनि छ ठुलो, त्यसमा धेरै प्रकारको अफरहरू हुन्छ। त्यति मात्र नभएर साथीहरू तपाईँहरूले यो छ कि हाम्रो प्राइमार्क भन्ने ठाउँ छ, त्यहाँ चाहिँ काम गर्दा लाउने यसो कपडाहरू पनि तपाईँले भेराइटिजहरूको पाउनुहुन्छ। मैले पनि मेरो कामको लागि कपडाहरू मैले प्राइमार्कबाट किन्छु भने यसो वाकिङ बाहिर यताउता घुम्नको लागि कहिलेकाहीँ हाम्रा यी ब्रान्डेडहरू कपडाहरू पनि अफरमा भएको बेलामा किन्ने गर्छु मैले चाहिँ। तपाईँहरू पनि आउन सक्नुहुन्छ। अनि डेकाथनमा पनि स्पोर्ट्स आइटम्सहरू एकदम धेरै छ, ब्याग्सहरू पनि सस्तो छ, सुजहरू, ट्रेकिङ सुजहरू सबै पाउनुहुन्छ। जे होस् तपाईँले राम्रो सपिङ गर्न सक्नुहुनेछ ल। थ्याङ्क यू सो मच फर वाचिङ।